Hello guys, good morning. Good morning. I am ready. I'm ready भएर अब क्लास जानाले रेडी भइसकेँ. अब I will go and have breakfast. अनि आज चाहिँ मेरो रुम क्लिनिङमा दिनुपर्ने छ. सो यहाँ छ चाबी. खाजा खायो? खाजा खायो? ल ऊ रेडी भइसक्यो जस्तो छ. म भर्खर जाँदैछु. अनि let's go. Hi guys, welcome to my vlog. I'm Sunil. मेरो ब्लग आइसकेको भइसक्यो यहाँ. Yes, I'm Sunil. And Dear already. Dear Sovereign, I'm Sunil Kumar. Sunil Kumar. Welcome to my vlog. Today we Hi, are Sunil vlog. so we are ready. हामी अब क्लासमा जानलाई रेडी छौँ. अनि आज चाहिँ हाम्रो मक आज हाम्रो फर्स्ट आज पिच कम्पिटिसन हुन्छ. मक छ. मक छ. अनि पिचको मक भनेको चाहिँ अब यो रोल नम्बर अनुसार गर्नुपर्छ. हो ल ल ल रोल नम्बर अनुसारले. कति छ रोल नम्बर? मेरो त लास्टको हो. यो लास्टको यो रोल नम्बर अनुसार भन्नु है. तिम्रो कति हो? 24 हो. यो 4 मिनेट 1 मिनेट के हो? 4 + 1 स्टेट भन्ने भ्याउँदैन त्यो. त्यो कहाँ भ्याउँछ? सिधै पोइन्ट टु पोइन्ट भन्ने हो त्यो 10 वटा स्लाइडमा. मैले 10 वटा स्लाइड एक्सप्लेन गर्नको लागि 15 वटा बनाएको छु स्लाइड. मैले 10 वटा स्लाइड एक्सप्लेन गर्नको लागि मैले यसो हेरेको. म कति 5th स्लाइडमा पुग्दाखेरि 5 मिनट सकिँदो रहेछ. कता हो के हो? अनि म त अब के यस्तो अझै हेर्ने हो. मिसिन गर्न जस्तो जानुपर्छ. स्लाइड हेर्नु न कस्तो छ. हेलो सर, दाइ हावा कुरा नगर्नु. आवर सेल्मन सर इज हियर. हामी कहाँ फर्स्टमै बस्दिने कि लास्टतिर बस्दिने? दाइ आउनु न स्लाइड हेरौँ न ल तपाईँ. लास्टतिर बस्छौँ. लास्टमा बस्नु न स्लाइडहरुमा सबैको. ओके, हामी आइआइटी मद्रास आइसकेका छौँ र आइआइटी मद्रासमा यहाँ नयाँ 2 जना को भेटिरहेछौँ. ल जाउँ. अनि अब क्लासमा जान लागिरहेछौँ. यहाँ केटाहरू कुरा गरिरहेछन्. फोटोग्राफर दाइ इज हियर. कस्तो राम्रो बिरालो रहेछ यार. मेरो क्लास चाहिँ यहाँ हुन्छ यो बिल्डिङको उता कुनामा. जाउँ दाइ. अनि अब दाइले फेरि यहाँ गीत बजाएर धन्य कपिराइट लगाइदिनु भएको. कहाँ गएको के सुभाष दाइ तपाईँ? अनि के छ? हेलो नमस्कार. हाम्रो यहाँ भाइ बहिनीहरू हेर्नुहोस्. आज पढ्नला भनेर लाइब्रेरी आएको. हेर्नुहोस् यता देखाउनुहोस् भन्नु न त नि. यता देखाउनुहोस्. अनि हामी चाहिँ अब यहाँ लाइब्रेरीमा गइरहेछौँ. अब यसरी अब हामी पढ्ने, हामी विद्यार्थी हो. अनि We always to love to learn. है. अनि दाइको यतिको Do not want to be a learn. के भन्नुभयो मैले बुझिनँ यार. अङ्ग्रेजी बुझ्नेहरू चाहिँ यसो कमेन्ट हाल्नु त. यहाँ केटीहरूको के हो यहाँ कुरा. कसैले खिचाउ न यार. ल यार यार यस्तो नगर न यार. कस्तो यार यस्तो नगर न यार. आज आफ्टर अ लङ टु क्लासेस हामी चाहिँ अब खाना खानको लागि जाँदैछौँ. कृष्णनारायण दाइ अब आज खाना खाएपछि खाना यहाँ मिठो छ कि छैन? मलाई चाहिँ मिठो लागिरहेको छ. मिठो छ. खाना मिठो छ. अब हामी यहाँ खाना खान जाने हो. अनि त्यस पछाडि फेरि अब आज बालाराज. कसको हो त्यो साइकल? ओहो दाइ यहाँ साइकल लिइसक्नु भएछ. अनि हामीलाई चाहिँ छैन. लक लागेको छैन. होइन लक लगाएको छैन. मैले त 3 दिनदेखि युज गर्दा थिएँ. हो त्यहीँको त्यही छ. लो हो नाइस. Now I leave a board over Board, there. this belongs to Amit No, Shah. no, no, no. If you find your bike missing, please call me. on this. Yeah, definitely. हराएको जस्तो लागिरहेछ नि कल गर्नु मलाई. ल अब यहाँ अगाडि पुरा टक्कर 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 सबजना हिँडिरहेछन्. ए भाइ छिटाउने यार. हाम्रो खरायो खोइ त. खरा यस्तो गर्दै होला. प्र्याक्टिस गर्दै होला. हिँड्नुपर्छ भनेर. होइन यार एकछिन कुराउन त खरायो भाइलाई. ओके गाइज हामी खाना खाएर आइसक्यौँ. एन्ड वी आर प्रिपेयर फर एभ्रिथिङ.
तिमी प्रिपेयर छौ के को लागि अहिले डिस्कसनको लागि के को डिस्कसन हो र पिच प्रेजेन्ट त्यसै हाँस्या छ ल त्यसै यहाँ ल्यापटप बोकेर nothing is good for health फेरि हाँस्दै नि त त्यसरी हाँसेर हुँदैन क्या एकचोटि नेचुरल हाँस त जोक नभनी कसरी हाँस्नु त्यसरी हाँस्ने नि त त्यो लाफिङवाला लाफर थेरापी उ छ नि मुन्ना भाइ MBBS मा त्यो त्यो के अरे प्यारी समझ गई वाला थाहा छ त्यो बुढी त्यो मिमवाला क्या त्यो आमा हो त्यो उसले पनि लाफ्टर थेरापी गरेको थियो त्यसले ए हो म थाहा छैन अनि अब हामी खाना खाएर आइसक्यौँ टुमरो वी आर प्लानिङ टु गो टु कपालेश्वर महादेव अन्त भोलि क्रिसमस भोलि क्रिसमस ओके लेट्स गो ओके गाइज हामी चाहिँ अब यहाँ हेरिटेज जान लागिरहेछौँ त्यहाँ चाहिँ टी सर्ट किन्नको लागि आइआइटी मद्रास क्याम्पसको प्रशासन भवनभित्र होइन त्यहाँ हेरिटेजभित्र हो क्या भवनमा प्रशासन भवन त प्रशासन हो के बिल्डिङ चाहिँ यता मात्र प्रशासन हो कि उतापट्टि अर्कै हो क्या फेरि हामी उता पल्लो बिल्डिङमा जाने हो क्या ए दुईवटा छ ए हामी पल्लो बिल्डिङ रहेछ अरे मलाई थाहा भएन अहिले गाइस हामी आज आइआइटी मद्रासको टी सर्ट किन्न जाँदैछौँ उपलब्धि केही पनि छैन हाम्रो यहाँ होइन हाम्रो त उपलब्धि छ तपाईँ यस्तो नभन्नु यो भाइ र मेरो त छ यहाँ उपलब्धि भएर हामीले चाहिँ आफ्नै पैसा तिरेर किन्नलाई होइन सरले हामीलाई किन्नु लाग्यो एज अ सधैँ क्लास आएको भएर ल कहिले ल तपाईँ जस्तो त एक दिन 10 चोटि क्लास बङ्क गर्ने मात्रै तपाईँले आज मलाई आज क्लास बङ्क गऱ्यो भन्न खोज्नु भयो ठिक छ दाइ मैले यो कुरोलाई लिन किनकि मलाई यहाँ राजपालले टी सर्ट किनिदिनु भयो सक्नुभयो अनि त्यही टी सर्ट किन्न जान्ला म यहाँ आइरहेछन् सबजना आइराख्नु भएको छ ओके सेन्ट्रल हेरिटेज यहाँभित्र चाहिँ यस्तो राम्रो छ यहाँभित्र गएर हामी टी सर्ट हेर्छौँ ओके यहाँनिर चाहिँ टी सर्ट किनिरहेछन् तर म चाहिँ यस्तो हेरिटेजभित्रको भिडियो बनाउँछु तिमीले हेऱ्यौ सबै कुरो कस्तो लाग्यो उता गएको छैन तिमी ल यो यहाँ पुरै हो क्या यहाँ सब छ यहाँ पढ्ने ठाउँ छ यहाँ पहिला युज गरेको टुल्सहरू छ टाइम बक्स टाइम मेसिन टाइम क्याप्सुल भनेको अहिले हाले अब यति बेला मात्र खोल्न पायो क्या ओके गाइज हामी आइसक्यौँ ल हामी आइसक्यौँ अनि आजको ल तिम्रो आज प्रेजेन्टेसन कस्तो लाग्यो त भाइ कस्तो भयो तपाईँ प्रेजेन्टेसन राम्रै भने ल ओके सबैलाई आज मक प्रेजेन्टेसन पनि दियौँ हामीले अब यस्तो 30 छ प्रेजेन्टेसन चाहिँ अनि यति धेरै रमाइलो भयो अब अहिले करिब 7 बज्न लाग्यो होला सायद अनि जाउँ फ्रेस हुन्छु त्यस पछाडि अर्को भिडियो अपलोड गर्छु कुल्जा सिमसिम 7 नम्बरमा एकदम क्लिन धेरै क्याफेहरू भएको क्या छिटो कोही आइरह हो छिटो उता राखेको बेलुका जहिले छिटो प्रो होटल छिटो बन 10 रुपैयाँ छिटो खोइ ऋतिक दाइ खोइ हो बन
ल 7th floor 7th floor भन्नु न 7th floor 7th floor आइडेन्टी कार्ड पाउँछ पैसा उठाउनु सुरु गर त पैसा आइडेन्टी कार्ड होइन डिस्काउन्ट डिस्काउन्ट 7 रुपियाँ आइडी कार्ड हुनेलाई 7 रुपियाँ खोइ तपाईँ आइडी कार्ड ल यार खोइ 100% दिनु पर्यो यार मैले टेक्नोलोजी यार यहाँ मैले सिस्टम ल बनाएको छु जाऊ ट्याग गराएर जानु पर्यो जाउँ खोइ राजुजी आज त कति राम्रो भयो यो चाहिँ मलाई यस्तो राम्रो लाग्छ नि यो यसको यो कोरिडरको यो वाला